थ्याङ्क यू पनि छैन एक्सप्रेसो बनाएर। ओके, यो चाहिँ मेरो सहपाठी साथी। यसरी चाहिँ म चाहिँ आज एक्सप्रेसो फिक्स गरेर एक्सप्रेसो बनाउँदैछु। हेलो दर्शक नमस्ते। आज पनि म एउटा भिडियो लिएर आएको छु। यो भिडियोमा चाहिँ म चाहिँ आज चाहिँ एउटा एक्सप्रेसोको क्यालिब्रेसन एक्सप्रेसोको बारेमा चाहिँ हल्का एक्सप्लेन गर्न लागिरहेको छु। यो कफीमा चाहिँ मसँग चाहिँ 3वटा ओरिजिन मिसिएको छ, कोलम्बिया, इथियोपिया र ब्राजिल। त्यस्तै चाहिँ मैले यसलाई चाहिँ एक्सप्रेसो फिक्स गर्दाखेरि चाहिँ एक्चुअली यसमा चाहिँ 18.2 ग्राम चाहिँ कफीको मात्र हालेर एक्सप्रेसो मेसिनको यसको टेम्परेचर चाहिँ मैले चाहिँ 92 डिग्री सेल्सियसमा राखेको छु। यसरी गर्दाखेरि चाहिँ एक्चुअली 18.2 डिपेन्ड हुन्छ, रेसिपी बनाउने तरिका आफ्नो हुन्छ। सबै बारिस्ताले एउटै रेसिपी हुनुपर्छ चाहिँ हुँदैन। यो चाहिँ सायद नर्मली सबैलाई थाहा नै छ, अलग अलग टेम्परेचर अलग अलग क्वान्टिटीमा चाहिँ भर पर्छ। त्यस्तै चाहिँ मैले चाहिँ आजको रेसिपी चाहिँ 18.2 92 डिग्रीमा चाहिँ टेम्परेचर हालेर म चाहिँ टाइमिङ चाहिँ 25 देखि 27 को टाइमिङमा म चाहिँ यसलाई 36 देखि 40 ग्रामसम्म म चाहिँ झारेको छु। यसरी चाहिँ आज चाहिँ म स्पेसल कफीको एक्सप्रेसोसँग चाहिँ यसरी चाहिँ मजा ल्याउँदैछु। माया गर्दै गर्नु होला। भाइ एक्सप्रेसो खाने त भाइ? ओके, दिस फर यु मेरो भाइ। थ्याङ्क यू पनि छैन एक्सप्रेसो बनाएर। ओके, यो चाहिँ मेरो सहपाठी साथी। यसरी चाहिँ म चाहिँ आज एक्सप्रेसो फिक्स गरेर